भन दिदी यो अमलेट हो ल देऊ दिदीलाई अमलेट देऊ अमलेट देऊ थ्याङ्क यू अमलेट खान्छु मिठो आ गर तिमी आ आई कस्तो छ अमलेट कस्तो लाग्यो खाऊ त कस्तो लाग्यो मिठो भनिदिनु पर्छ मिठो लाग्यो भन फेरि अमलेट आ ओ ल भयो खायो खायो कस्तो छ मिठो छ गुड हाई फाइभ गर हाई हाई आया बिस्तारै बिस्तारै हाई फाइभ हाई 10 गरौँ हाई 10 पासा हाई 10 नमस्कार गरौँ दिदीलाई नमस्कार ज्यू गर ज्यू यसरी यसरी ज्यू ढोल ल तिमी ज्यू गर ओ गुड अब अर्को ए दिदी मलाई बबल्स चाहियो ल अहिले दिन्छु वेट गर पक्क एकछिन बबल्स टाइम हुन्छ कको टाइम ह्यान्ड्स क्वाइट 1 2 3 के हो यो एप्पल पिंक एप्पल हो पासाङ यो के हो भेरी गुड हाई फाइभ कस्तो राम्रो एन्सर कमानी आया बिस्तारै पासाङ यो के हो यस एप्पल पिंक कलर को गुड पासाङ यो के हो कको टाइम ए पिंक एप्पल एप्पल ल दिदी ओके हाफ खाऊ कस्तो छ एप्पल कस्तो छ पासाङ एप्पल कस्तो छ यस मिठो पिंक एप्पल दिदीको एप्पल पासाङको होइन दिदीको हो हेर है जोइन 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 इट्स ओके जा अब जोइन जोइन भन जोइन 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 जोड्यो पिंक एप्पल सिंगै भयो 1 पिंक एप्पल अब हेक्सागन होइन नि एप्पल हो नि त हेक्सागन शेपको छैन ओभल ओभल शेपको छ तिमीले हेक्सागन देख्यौ एप्पल राख्नुस् भन न ए बबल्स के गर्छौ ए फु गर्छौ ए कुन कलरको बबल्स हो यो येल्लो यो के हो नि फ्यान ह्यान्ड्स क्वाइट गर न दिदी दिनुस् मलाई राम्रोसँग दिदी बबल्स दिनुस् ओके तिम पासाङले बबल्स के गर्छौ फु 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 गर्छौ ए दिदीले फुक ल भन दिदी बबल्स फुक्दिनुस् ल ओके वेट ह्यान्ड्स क्वाइट वेट गर दिदीले फुक्छु पक्क एकछिन पक्क पहिला बबल्स खोल्छु नो नोइज कक टाइम दिदीले बबल्स खोल्छु अनि झिकेर फु गर्छु अनि धेरै बबल्स अनि पासाङले पप 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 गर्ने ओके ल यसरी बढाउने के समय पक्का है दिदीले फु गर्नेलाई 1 2 3 गो ह्यान्ड्स क्वाइट के गरौँ हैन पासाङ हजुर दिदी भन न दिदीले बबल्स के गर्नु पर्यो फु 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 गर्नु पर्यो ल ल कति ठुलो बिच्छा त्यस्तो खाने भए म नो बबल्स बबल्स त पासाङ पप गर्ने हाम गर्ने होइन छ्या ब्याड ह्याबिट सरी दिदी भन सरी दिदी ल अब नगर है बबल्स फुक्नुस् न ओके 1 बबल ओके अभी भएन फुट्यो बबल्स त फुट्यो जा वेट बबल्स ह्यान्ड्स क्वाइट नो नोइज
पखा न नोइज ऊ नगर के मन पर्दैन मोर बबल्स वाउ अब यसलाई के गर्ने ह्यापी भएको ह्यान्ड्स बाइट दिदी पप गर्छु भन फिंगरले यसरी पप गर पप हो त्यस्तो गर्ने हो अब पासाङको टर्न ओके ओके लेट्स ट्राई बिस्तारै फुक वाउ पासाङले दिदी फेरि फुक्छु ल फेरि फुक जा सक्यो फेरि चोप्नु पर्छ नि फेरि चोप्ने डिप ह्यान्ड्स वाइट नो नोइज वेट गर दिदी गर्दैछु त चोपी चोपी पासाङ बबल्स चोपी चोपी गरेको यी दिदीलाई हेर चोपी चोपी अब दिदीले फु गर्छु ओके 1 गर्छु है ल दिदी फुक्नुस् न छिटो भन नि त दिदी बबल्स फुक्दिनुस् राम्रोसँग भन्नु दिदी भनेर बोलाऊ हजुर पासाङले दिदीलाई बोलाएको के शान्ता दिदी भन हजुर बब गर्दिनुस् यहाँ हेरेर बबल्समा हेरेर फुक्ने है फुट्यो फुट्यो जा म अब केयरफुल भएर गर्छु है बिस्तारी गर्छु ल पख वेट गर वेट दिने कति राम्रो वेट गरेको दिदी कति ह्याप्पी भछु बबल्स फुट्यो अब के गर्ने ओके दिदी दिनुस् भन न दिनुस् पप गर्छु भन नो नो दिदी पप गर्छु भन ल फिंगर फिंगर गर्यौ ल अब फेरि बुक पढ्ने हामी ह्यान्ड्स वाइट ज्ञानी भयो भने फेरि बबल्स फुक्ने ओके ल वेट गर गुड वे भएपछि फुक्छु हस हस ल पासाङ दिदीले के गर्नु भएको होइन पानी खानु भएको दिदीले के खायो हो नि त दिदीले चिसो पानी खानु भयो तातो तातो खाऊ भन्देऊ घाँटी दुख्छ दिदीले पानी खानु भयो गुड भन्देऊ नि त दिदीलाई गुड दिदी भन्देऊ यसरी गुड हातले फिंगर थम्स अप गरेर गुड भन्ने यसरी गुड यो ब्याड बेबीले के गरेको होला रोयो किन रोको होला नत्ती बेबी रुने हो रुना हुन्न भन्देऊ न गुड हुनु पर्छ नि नो बेबी पनि नो रुना हुन्न है बेबी नो भिडियो मामु नो भिडियो हामीलाई मन पर्दैन ल ल बेबी वावा रुनु भयो बेबीले मोबाइल चलाउनु भयो बेबी कसरी रोको कसले देखाएको त्यो मोबाइल ल बेबी बन्द कार्टुन हेर्ने नो कार्टुन भनेर त रोको नि उलटी नो पासाङले कार्टुन ओभर टाइम ह्यान्ड्स वाइट दिदी एङ्ग्री यो बेबीलाई हेर त नो भन्दैछु दिदीले त्यही भएर रोको ब्याड बेबी भन्देऊ ह्याप्पी हुनु भन रुना हुन्न नो मोबाइल भन्देऊ यो बेबीलाई नो मोबाइल भन्देऊ न ल गुड हाई फाइभ गर पासाङ त गुड भयो कार्टुन टाइम हो अहिले दिदी फेरि स्याड हुँदैन ल अहिले घर गएपछि नो पासाङ नो ल हेर अहिले बबल्स फुक्छु म गुड भएपछि यो पिक्चरमा के देख्यो भन त चिलाएको होइन यो के गरेको भन यो चित्रमा के गरेको भन्नुस् त यहाँ भन्नुस् पासाङले भन्देस् पासाङ यहाँ के गरेको छ यी बाबा मम्मी दादा बेबी भएर माम खाएको के रहेछ त यहाँ के छ भन फेरि नो
कहाँ चिलायो त चिलाए आफै कन्याउ न कहाँ चिलाए यसो यसो गर न आफै कनाइ कनाइ यसरी कनाइ 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 गर्ने हो नि त गुड आफै गर्ने हो मम्मीले नि आफै चिलायो भने आफै दिदीले पनि आफै कनाइ कनाइ गर्छु के अब हेर्नुस् अब हेर्नुस् यो के खाए व्हाट इज दिस चिची चिकन अबे चिकन खानु भएछ माम खानु भएछ अब पकाएर वाउ यी माम चिकन खानु भएको को हुनुहुन्छ यहाँ भनिदेऊ उहाँ को हो बा यो को हो बा बाबा को ककटाइ अहिले बाबा सुत्दैन फेरि मम्मी दादा दिदी माम खानु भयो दादा भन्नुभएको छ बहिनीले नि तिमीलाई अनि यो के गरेको दादाले होमवर्क अनि ओ भेरी गुड दादाले होमवर्क फिङ्गर जस्तो नगर दादाले होमवर्क गर्नु भयो दादा गुड बोय आफै होमवर्क गर्नु भएको छ दादाको पेन्सिल देखाइदेऊ पेन्सिल पिक्चरमा दादाको पेन्सिल पासाङले पनि त स्कुलको होमवर्क आफै गर्छौ नि त त्यो पनि त गुड ह्याबिट हो नि दादाले पनि आफै गर्नु भएको दिदी अब बबल्स फुक्दिनुस् एकचोटि भन ह्यान्ड्सपाइट ल फेरि बबल्स ह्यान्ड्सपाइट है ह्यान्ड्सपाइट गरेर बस हस् यो येल्लो बबल्स फुक्ने येल्लो बबल्स हो दिदी भन न हो दिदी नो दिदीले के गर्ने भन बबल्स के गर्ने दिदी बबल्स ओके तिमीलाई थाहा छ त त्यही भन नि त ल फेरि भन हजुर बबल्स फुक्ने ओके ल फुक्छु तिमी वेट गर ह्यान्ड्सपाइट गर बाबु पप गर पप नो माउथ पप गर्ने कसरी फिङ्गर्सले पप ठिक छ त्यस्तो गर्न पर्दैन तिमी ह्याप्पी भएको एक्साइटेड भएर हो सुन पासाङ पप गर्ने अनि बस्ने गर्न हुन्न हस् फेरि ह्यान्ड्सपाइट गरिन्छ ओके के गर्ने दिदीले राखी गर्ने कि फुक्ने अनि भन्नु पर्छ नि त पासाङले दिदी बबल्स गर्नुस् त्यो नानी कति महिनाको भएन नि त तिमीले हेरेको छेउ ल दिदी बबल्स हस् म फुक्छु ल पक ठुलो बबल्स फुक्ने आबी के भयो ओ माई गड फुट्यो हेत्तेरिका फुट्यो के भयो त्यो बबल्स के भयो फुट्यो हो नि फुट्यो नि के गर्ने भन न त्यसरी हेरेको मन परेन दिदीलाई यो के गर्ने भन फुक्ने होला नि अनि भन न त नि शान्ता दिदी दिदी बबल्स ओके दिदीले फुक्दिन्छु ल पप गर पप जा ओ माई गड के भयो फुट्यो बबल्स त नानी पासाङले पनि फुट्यो भनिसक्यो गुड यो के हो आइसक्रिम कुन कलर गुड पिङ्क कलरको आइसक्रिम
यो के हो पासाङ Happy. अगाडि यसको नाम पासाङ यो के हो यो के हो Monkey. पम्पकिन हो क्याप्सिकम जस्तै देखेको थियो त्यही त यो त Coyote. के चाहियो नाम भन्नुहोस् त्यो बुक चाहियो Jojo Dino. के दिदी Didi. त्यो Tayo Dino. होइन होइन मिलेन दिदी त्यो बुक दिनुहोस् गर्ने हो Didi. Chile. ए दिदी बुक दिनुहोस् म खेल्छु भनेको ओके के खेल्छौ फिस खेल्छौ कि बुक ए फिस खेल्ने त्यो फिस देखेको हो ए ल भन नि त दिदी मलाई फिस दिनुहोस् न म खेल्छु हो त्यसरी भन्ने हो नि त खेल्ने खेल्ने गरेर कहाँ बुझ्छु त नि दिदीले तिमी के खेल्छौ म फिस खेल्छु भन्नुपर्छ पासाङ तिमी के खेल्छौ बाबु फिस खेल्छु ल लाउ फिस कुन फिस हो त्यो कुन कलर हो पर्पल नो लट्ठी 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 त्यहाँ गर्न सक्नुका फिक्स होइन दिदी मलाई फिस दिनुहोस् भन दिदीलाई माग्नुपर्छ हस् माग्ने फिक्स होइन बाबु फिस भन न फिस मसँग फिस म अब तिमीलाई इ म त डक दिन्छु लाउ नाम भन्नुहोस् यो के हो नि हेरेकै छैन त अनि कसरी थाहा हुन्छ दिदी स्याट पासाङ वाट इज दिस भन्नुहोस् ओ फ्रक दिनुहोस् न ल वहीमा राख न टेबलमा राख न पासाङ यो के हो पासाङ यो के हो यस बटरफ्लाई हो बटरफ्लाई ओ ल कतिवटा भयो काउन्ट गर त 1 4 वटा भयो अब अर्को आयो यो के हो बर्ड हो पासाङ यो के हो पासाङ यो के हो पासाङ वाट इज दिस दिदीलाई हेर न दिइहाल्छु त्यो तिमीलाई चाहिँदैन ओके फिनिस राखी गर मागी गर नि त त्यसलाई माग्नुहोस् यो के हो यो बर्ड हो बर्ड दिनुहोस् भने चाहियो 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 त माग्नु पर्यो नि बर्ड दिनुहोस् पासाङले दिदीलाई हेरेकै छैन म दिन्न लाउ बेनी तिमीलाई बर्ड बरु मलाई नै दिनुहोस् यहाँ हेरेन त बर्डलाई बर्ड खस्यो यी यहाँ हेर त यी बर्ड भुइँमा खस्यो तल उता हेर्नु त झर्यो झर्यो या चिप्नु पर्यो ल ओ दिनुहोस् न सुन पासाङले बर्ड दिनुहोस् न बर्ड चाहियो भन्ने हो के कतिवटा भयो काउन्ट 1 फिङ्गरले 5 अनि यो के हो क्र्याब हो क्र्याब दिदी मलाई यहाँ हेरेर क्र्याब दिनुहोस् ल क्र्याब ल वाउ तिमीले के राख्यौ यो के राखेको क्र्याब ल अब यसमा के छ पोइन्ट गर्दै देखाउँदै भन ठिक छ लाइन लाउनु पर्छ नि पनि छैन जसरी आइहाल्छ ल यहाँ फिस डक वाउ
अब सबै दिन्छु म अनि म्याचिङ गर्ने जी दिदीसँग धेरै फिस अनि एउटा क्र्याब अनि अर्को किरी छ है यहाँ हेर दिदीको किरी दिदी सबै दिनुस् न सबै दिनुस् ल सबै राखिदिनु कति दिनु अब काउन्ट गरौँ त बाबु कतिवटा भएछ लेट्स काउन्ट ल यहाँबाट काउन्ट 1 2 3 4 5 6 7 10 के भयो 10 भयो है ल यहाँ राखिदिनु टाउकोबाट बिचरा राख्दै ल फिस राखी ओए क्याट देख्यो कटकट होइन क्याट म्याउ म्याउ बिरालो गर्ने हो नि त ल अब राखी गर दिदी डक फेरि आज के गरेको त्यो डक दिनुहोस् त्यहाँ राखी गर न राख किप देयर हियर गुड जब गुड बोय बर्डलाई माग अब फेरि त्यो गरेर दिदीलाई मन पर्दैन है ब्याड ह्याबिट दिदी यहाँ हेरेर मागेर नम्बर दिन्न है फेरि फिनिस अनि यो मागिराख गर यहाँ मागेर यहाँ राखी गर्ने मिलाउने अब ओके ल बर्ड दिनुहोस् त्यसरी माग्ने कि यहाँ राख न बर्ड भएको ठाउँमा नो यस अब यी ल ल दिनुस् यता हेरेर दिदी भएन दिन्न दिदीलाई हेरेर माग राम्रोसँग माग एपी भने मलाई फ्रक दिनुस् दिदी फ्रक दिन ओके यहाँ हेरेर माग यहाँ हेरिरहनु पर्छ फेर्नु त्यसो भए दिन्न दिदी आफै राख्छु छोड नाइ हेर न त नाइ भन्देऊ म राख्छु पासँगले राख्छु दिनुस् दिदीलाई हेरेर माग्नु पर्छ नि त अलिको अब फिस दिनुस् फिस बटरफ्लाई दिनुस् बटरफ्लाई दिनुस् क्र्याब दिनुस् फिस दिनुस् किरी दिनुस् अर्को फिस दिनुस् अनि दिदीलाई बाई बाई गरेर